धेरैचोटि उहाँले मेरो चरित्र हत्या गर्नुभयो। एकजना हुनुहुन्छ युकेमा बस्ने सुमिना उर्मिला राई भन्ने एकजना महिला हुनुहुन्छ। मैले उहाँलाई चाहिँ दिदी भनेर धेरै रेस्पेक्ट पनि गरेँ होइन। उहाँको वास्तविक नाम चाहिँ टिकुली कि के रहेछ होइन, टिकुली रहेछ उहाँको नाम चाहिँ, हामीले पत्ता पनि लाग्यो। उहाँको धेरै कुराहरू पनि पत्ता लागेको छ होइन। उहाँले यति धेरै बोल्नु भएको छ मेरो बारेमा, ओ माई गड, त्यो सुन्न सक्ने शब्दै छैन होइन। किन बोल्नुभयो, के को लागि बोल्नुभयो भन्ने नि मलाई पनि थाहा छैन है। मैले उहाँलाई राम्रोसँग चिन्दा पनि चिन्दैन। उहाँ विदेश बस्नु हुँदो रहेछ। उहाँको चाहिँ अब 4वटा बच्चाहरू रहेछ होइन, 4वटा छोरै छोरा रहेछ। एकजना श्रीमान हुनुहुँदो रहेछ, एकदम सोझो श्रीमान। अनि श्रीमती चाहिँ 1 नम्बरको छाड आइमे है। अरूको विषयमा टिकाटिक गर्ने, अरूलाई गाली गर्ने, अर्काको चरित्र हत्या गर्ने, अर्काको विषयमा नाना थरी बोल्ने एकजना चाहिँ सुमिना भन्ने उर्मिला भन्ने उर्मिला राई। के गर्न खोजेको तपाईँले? तपाईँले के गर्न खोजेको, के बोलिरहेको छ तपाईँले? म बोलिनँ भनेर तपाईँले अझै हेरेको मलाई हो? कहिले आउनुहुन्छ तपाईँ नेपाल? भन्नु, नेपाल कहिले आउनुहुन्छ? कुन दिन तपाईँ मसँग टेबल टक गर्नुहुन्छ? कहिले आउनुहुन्छ तपाईँ? मुखमा भात खाने मुख हो नि त्यो, गु खाने मुख त होइन नि यार। जे पनि बोल्ने तेरो बाउ आमाले तँलाई त्यो सिकाएको होला, मलाई त त्यो सिकाएको छैन। कसलाई भनेको रन्डी भालु यो शब्दहरू? कसलाई भनेको? जुन शब्दहरू प्रयोग गरेको छ नि त्यो तोइ नै हो के, बुझिस् नि? तँलाई दिदी भनेर मैले रेस्पेक्ट गर्थेँ कि, नमस्कार धरी गर्थेँ तँलाई मैले। अनि तैँले मलाई 1000 चोटि टोक्ने, 1000 चोटि गाली गर्ने, मैले तेरो के खाइदिएछु? तेरो श्रीमान खोजेको छु? तेरो मैले के गर्दैछु? के बोलेको तैँले मलाई? त्यो गाली गरेको छ यार फोक्कोडमा। मैले केही गरेको छैन। टिकुली भनी आइमे, तँलाई मैले के भनेको छु? एक शब्द नराम्रो बोलेको कहीँ देखेको छ? योभन्दा अगाडि तेरो विषय मैले भिडियो बनाएको छु, तँ यस्तो बेइज्जती आइमेको। अर्कालाई रन्डी भालु भनेछ, अर्काको बारेमा टिकटिक होइन। तिमीहरू भाइरल हुनुको लागि अर्काको नाम लिने किन तोक्नु पर्यो? अर्काको फोटो किन हाल्नु पर्यो? तिमीहरू विदेशमा पैसा कमाउन गएको मान्छे कि चरित्र हत्या गर्न गएको? तिमीहरूको घरमा बाउ आमा छैन, आमा छैन, दिदीबहिनी छैन। अनि तँलाई चाहिँ कस्तो आमाले जन्माएको होला कि यहाँ नाकतिर बुलकी लाएर छक्का जस्तो बनेर भएछ। त्यो श्रीमान हेर्दा श्रीमान, त्यो नालायक श्रीमान, त्यो श्रीमतीको अपराधमा सामेल हुन्छ। नारीलाई सम्मान गर्न सिक, नारीलाई यो गर्न सिक। नारीलाई सम्मान गर्नको तपाईँको श्रीमतीको औकात हेर्नु त दाइ। तपाईँलाई म रेस्पेक्ट गर्छु है दाइ। अझ म तपाईँलाई के भन्छु भने, तपाईँको श्रीमतीले बोलेको शब्दहरू राम्रो छ ल भन्नु, म रन्डी भालु हो? मैले तपाईँको श्रीमतीको मैले के बिगार्दैछु? पहिला सुरु आफ्नो श्रीमतीको बानी सुधार्नु न दाइ। नारीको सम्मान गर्नुपर्छ रे, यो रे त्यो रे। तपाईँ नारीको सम्मान गरेको होइन। तपाईँले एउटा छ नि, तपाईँले एउटा बाटोमै हिँड्ने सडक छाप आइमेलाई सपोर्ट गर्दै हुनुहुन्छ तपाईँले। तपाईँको त खास भनौँ भने तपाईँको त अस्तिको नै छैन क्या दाइ। किन छैन भने यो त श्रीमतीको गुलाम हो, श्रीमतीको यो त पेटिकोट धुनी हो, यो धुनी हो, त्यो धुनी हो भनेर त तपाईँको श्रीमतीले गर्दाखेरि तपाईँलाई कति नराम्रो भनिरहेको छ कि। तपाईँको ठाउँमा इभन कुनै तामाङ दाजुभाइ भइदिएको तपाईँको श्रीमती उहिले कति ठपर हानेर कुनातिर सुधाइसक्थ्यो कि दाइ। नारीको सम्मान गर्ने हामी नारी होइन दाइ। अनि तपाईँको श्रीमतीले हामीलाई जे पनि बोल्ने, अनि त्यतिखेर चाहिँ तपाईँहरूलाई चाहिँ हाम्रो याद आयो नि त्यतिखेर, ओहो शर्मिला वाइ पनि नारी हो, शर्मिला वाइ पनि कसैको छोरी हो, कसैको आमा हो भनेर थाहा हुँदैन। आज तपाईँको श्रीमतीले बोलेको भिडियो मेरो बच्चाले हेरेछ। आन्टीले त्यस्तो, मम्मी यो आन्टीले त्यस्तो बोलेछ अरे। के बोलेको भने हेर्दाखेरि त भिडियो हेर्छु त मलाई गाली गरेको छ बा। तपाईँ आफै भन्नुहुन्छ दाइ, मैले के बिगारेको छु तपाईँको श्रीमतीको? मैले के खाइदिएको छु ल भन्नुहोस् त? शर्मिला वाइवाले यस्तो गर्यो, शर्मिला वाइवा यस्तोले गर्यो, शर्मिला वाइवा यस्तो उस्तो। पहिला आफ्नो अनुहार 10 चोटि ऐनामा हेर्नु कि, ऐनामा हेर्नु। ऐनामा म कालो छु कि, म गोरो छु कि, म रन्डी हो कि, म बेसिया हो कि, म कतिजनासँग सुतेर चाहिँ मैले यत्रो बच्चाहरू जन्मायो भनेर चाहिँ त्यो हेर्नु न तपाईँ। के हेर्न आउँदैन तपाईँलाई दाइ? त्यो बच्चाहरू हेर्नुहोस् त, त्यो मैले जन्माएको बुढो होइन, मैले जन्माएँ भनेर अहिले मेरो जुन अहिले सामाजिक सञ्जालमा बेइज्जत भइरहेको छ नि, त्यो छोरी मैले नजन्माउँदै त्यो छोरी मेरो अनुहार जस्तो भइरहेको छ कि। तपाईँको त्यो 4वटा बच्चा हेर्नुहोस् त,
तपाईँको अनुहारै मिल्दैन, मिल्छ अनुहार? मिल्दैन तपाईँको अनुहार। त्यस्तो आइमेलाई के भन्ने? हामीलाई रन्डी भालु भन्ने मान्छेले त उसलाई पनि हामीले भन्न सकिन्छ नि त। जो बच्चा मैले जन्म दिएकै होइन त्यो बच्चा मेरो अनुहार मिल्न आयो, त्यो बच्चा मात्रै होइन, यहाँ धेरैजना बच्चाहरू छ, यहाँ धेरैजना बच्चाहरूको अनुहार मसँग मिल्न आउँछ, किनकि म आमा हो नि त, मैले यत्रो दिनबाट हुर्काएर मैले पालेको हो नि त, अनि मेरो अनुहार मिल्यो। तपाईँको त खोइ अनुहार मिलेको छ? तपाईँको 4वटा छोराहरूको अनुहार तपाईँसँग मिल्छ? मिल्दैन, किनकि तपाईँ पुरुष भनेको चाहिँ एउटा नामर्द हो कि, बुझ्नुभयो नि। अनि तपाईँको श्रीमती सुमिना भन्ने, उर्मिला भन्ने राई टिकुली, तपाईँले अब सुध्रिनु भएन भन्छ नि, तपाईँको हरेक प्रमाणहरू चाहिँ हरेक प्रुफहरू चाहिँ अब हामी निराइसक्यो, बुझ्यो नि, एउटा मेमोरी नै बनिसक्यो अब, बुझ्यो नि। तपाईँ सुध्रिनु जरुरी छ। विदेशमा बस्ने महिलाहरू पनि धेरैजना हुनुहुन्छ त, त्यो महिलाहरूले त कहिले अरूलाई रन्डी भालु भन्दैन, जो व्यक्तिकोहरू त उहाँहरू त त्यस्तो फ्यामिलीको पनि होइन, त्यही भएर त्यो शब्दहरू उहाँले बोल्नु नभएको। तपाईँ त त्यो खालको मान्छे हो नि त, होइन? जो आफू रन्डी पेसा गर्छ नि, जो आफू भालु पेसा गर्छ नि, अर्कालाई भालु देख्ने हो, अर्कालाई रन्डी देख्ने हो क्या, बुझ्नुभयो नि। अनि त जस्तो छाडा महिलालाई चाहिँ हामीले सम्मान गर्नुपर्ने। कसैको बारेमा नेपालमा कसैको भिडियो आउनै हुँदैन, बोल्न सुरु गर्छ, को हो त? हो चाहिँ को भने के? को हो? सक्छ भन्दा अगाडि आएर लडेर देखाउने हो नि यार, अर्काको बारेमा यो त्यो भनेर पाउने त केही पनि होइन त। के पाउँछ त? होइन, मलाई चित्त नबुझेको कुरा के भने अर्काको बारेमा जज गर्नुभन्दा अगाडि 10 चोटि सोचेर जज गर्नु पर्यो कि म कस्तो छु, मेरो अनुहार चाहिँ कस्तो छ। मैले चाहिँ बारम्बार अनुहार चाहिँ ऐनामा हेर्न पर्ने होस्। अनि आफू यहाँ के अरे छक्काले जस्तो यहाँ बुलकी लाउने, कहिले कपाल यहाँ काट्ने चोरले जस्तो गरेर त्यो ठमेलमा हिँड्छ क्या त्यस्तो रन्डी आइमेहरू चाहिँ हो। त्यही क्यापेसिटीमा तपाईँलाई राख्छु कि म, होइन तपाईँ होइन तँलाई राख्छु। ठमेलमा हिँड्ने आइमेको जस्तो तेरो बरु ठमेलमा हिँड्ने आइमे रत्नपारामा हिँड्ने आइमेको बरु इज्जत छ, बरु तेरो इज्जत छैन क्या अहिले, बुझिस् नि। बरु उनीहरू त आफ्नो बच्चाको लागि आफ्नो पेट पाल्नको लागि त्यो कामहरू गरे कि तैँले त आफ्नो सोझो लोग्नीको फाइदा उठाइस्, होइन? त्यो सोझो बच्चाहरूको के अरे उसमा लाइफमा खेलिस्, होइन? तैँले राम्रो काम गरेको छ भन्ने सोचेको छ? कहिले लाइफमा नसोच के। अगाडि आइज, क्लियर हुन्छ हिसाब किताब तँसँग म क्लियर गर्न चाहन्छु। म त जस्तो होइन, आज तेरो पहिलोचोटि मैले भिडियो बनाउँदैछु, मलाई यति गाली गरेको रहेछ कि त्यो मैले सुन्न सक्ने शब्दहरू छैन कि, बुझिस् नि। आज मलाई बाध्य भएर मैले यो भिडियो बनाउन लागेको। तँलाई यदि साँच्चीकै मपट्टि रिस उठेको छ भने आइज, ओपन च्यालेन्ज छ तँलाई, तँ अगाडि आएर मसँग चाहिँ भिड सक्छस् भने, बुझ्यो नि। तँलाई त मैले केही गर्नै पर्दैन, बुझ्यो नि। तँलाई मैले केही गर्नै पर्दैन। तँ जस्तो छाडा आइमे छ नि, अरूसँग जन्माएर बच्चा जन्माएर ल्याएर यो बुढाको हो भनेर जस्तो टाँसो लागेको जस्तो कुरा होइन कि, बुझिस् नि। त्यो चाहिँ किन भनेको भने त्यो 4वटा छोराको अनुहार चाहिँ त्यो दाइसँग मिल्दैन कि, यहाँ केही न केही गडबड छ भनेर सोध्छ, किनकि त्यो आइमेको बोली चाहिँ त्यही छ, छाडा होइन। छाडा भएको हिसाबले त जोसँग नि सुत्छ होला नि त्यो भने सोध्छ त, त्यो आज मैले भन्यो। तँलाई यति मसँग रिस उठेकै छ भने आऊ तामाङ छोरीसँग नि भिड, आऊ भिड हिसाब किताब क्लियर गरौँ, होइन? तिमीले मलाई यति थोक भनिरहेको छ, होइन? म सहिरहेको छु, होइन? म एउटा महिला हो, मलाई कति पीडा हुन्छ भन्ने कुरा मैले सकेको छु कि। म त जस्तो छाडा आइमे होइन कि साला। आइज, ओपन च्यालेन्ज छ तँलाई मलाई, है? त्यो भन्छु म तँलाई। युकेमा बसेर धेरै बुक नबोक, युकेमा भालु काम गरेर सब नेपाल होइन, बुझिस् नि। तँ त्यस्तो भालु पनि होइन फेरि, यो कुरा क्लियर छ। नेपाल आइज, नेपालमा आएर बसेर कुरा गरौँला, है? मेरो भन्नु केही पनि छैन।